Hi guys, welcome back to my YouTube channel again. हामी लास्ट मे महिनाको 8 तारिक फ्राइडे हामी चाहिँ स्पिया गएको थियौँ अनि त्यस पछाडि फ्राइडे नाइटमा गएको भएर भोलिपल्ट स्याटरडे मात्र घुम्न गयौँ हाम्रो अल टाइम फेभरेट डियर पार्क गयौँ फर्स्टमा अनि हामीले गाजरहरू लिएर गएको थियौँ डियरहरूलाई गाजर खान दियौँ त्यहाँ एकछिन रमाइलो गऱ्यौँ अनि हामी त्यहाँबाट चाहिँ ब्लोभ्यान भन्ने ठाउँमा गयौँ यो चाहिँ वेस्ट कोस्ट देखिने ठाउँ एकदमै राम्रो ठाउँ रहेछ हामी यति धेरैचोटि स्पिया गए पनि यो ठाउँ चाहिँ हामी खै के भएर दिमागमै नआएर नगएको रहेछौँ तर फर्स्ट टाइम त्यहाँ गएको छैन नि ल त्यहाँ जाऊँ न त भनेर भन्नुभयो दाइहरूले अनि ओके जाऊँ भनेर गएको त यस्तो दामी ठाउँ रहेछ यस्तो दामी ठाउँ रहेछ म अब स्पिया गएँ भने फेरि पनि जान्छु होला त्यो ठाउँमा मलाई त्यस्तो मन पर्यो अनि त्यहाँ चाहिँ एउटा लाइट हाउस थियो अनि हामी त्यहाँ चढ्यौँ माथि त्यहाँबाट फुल वेस्ट कोस्ट देखिँदो रहेछ अति नै दामी ठाउँ मलाई त फेभरेट भयो मेरो यो ठाउँ अनि हामी त्यहाँ घुम्यौँ त्यहाँबाट सबै भ्यूहरू हेऱ्यौँ लाइट हाउसबाट अनि आशी चाहिँ धेरै त्यस्तो हाइटबाट अलिक डराउने भएर छिटो जाऊँ छिटो तल जाऊँ भनिरहेको थिएँ अनि हामी एकछिन भिडियोहरू त बनाउनै पर्यो फोटोहरू त खिच्नै पर्यो अनि एकछिन फोटो भिडियो खिचेर अनि तल गएर यहाँ यस्तो के हेर्ने ठाउँहरू रहेछ अनि बच्चाहरू एकछिन त्यहाँ इन्जोय गर्दै थिए अनि हामी चाहिँ त्यहाँबाट फेरि निस्क्यौँ अनि एकछिन यति टाढा आएको चाहिँ एकछिन त हेर्नु परिहाल्यो घुम्नु परिहाल्यो भनेर वक गर्ने भनेर त्यो सी साइडमा गयौँ अनि त्यहाँ बङ्करहरू रहेछ कति धेरै पहिला वार हुँदाखेरिको बङ्करहरू अनि त्यो बङ्करहरूभित्र पनि छिरेर हेऱ्यौँ कस्तो रमाइलो लागेको नयाँ कुराहरू देखियो रमाइलो लाग्यो मेरो भिडियोहरू हेर्दै गर्नुहोस् अब त झन् नयाँ भिडियोहरू आउँछ वेट गर्दै गर्नुहोला अनि यो चाहिँ बङ्करभित्र हो कस्तो रमाइलो थियो यो बङ्करभित्र पनि मान्छेहरू त्यस्तो ठाउँमा वार हुँदाखेरि कसरी बस्थ्यो होला कसरी सेफली आफूलाई राख्थ्यो होला अनि हामी यो स्यान्डमा कति धेरै हिँड्यौँ अनि आसबी फेरि एउटा केही नबोकी नहिँड्ने कि योपालि चाहिँ उसको त्यो डल थियो सफ्ट टोइज क्रिसमसको टोपी लगाएको अनि एकछिनसम्म ऊ आफै बोक्ने होइन अनि एकछिन पछाडि अनि त्यो उसले कहाँ छोड्ने थाहा नै नहुने कि अनि हामीले केयर गर्नुपर्ने हामीले चाहिँ अनि आसबी दुईजनाको केयर त्यसमाथि अनि आसबीको सामान त्यो डलको पनि यस्तो हँसाउँछ मेरो कान्छुले अनि त्यहाँ चाहिँ यो हावाले गर्दा यस्तो खालको बनेको रहेछ कि अनि कस्तो स्विट कस्तो डिफ्रेन्ट कस्तो युनिक चिज के यो चाहिँ अनि यो पनि हेऱ्यौँ अनि त्यो ठाउँमा चाहिँ मान्छेहरू एम्बर पाउँछ भनेर खोज्दो रहेछ कि अनि त्यहाँ अरू मान्छेहरूले खोजेको देखेर अनि के हो भनेर सोध्यौँ हामीले पनि अनि यस्तो हो भनेर भन्यो अनि हामी गएर हामी पनि खोजौँ भनेर अनि हामी पनि अलिअलि खोज्न थालेको यस्तो ठुलो बिच थियो त्यहाँनिर वेदर पनि त्यो दिन फेरि कस्तो राम्रो भएको थियो त्यो विकेन्ड त हामीलाई एकदमै वेदरले एकदम साथ दियो अनि यहाँ दिदी दाइ प्लस अनि आर्सिया अनि पापा सबैजना खोजिरहेको थियो अनि अरू मान्छेहरूसँग पनि सोधिरहेको थियो यहाँ यो के खोजेको भनेर अनि उनीहरूले सबै डिटेलमा बताए यसरी खोजेर यस्तो राखेको भनेर अनि ओके यस्तो खोज्ने रहेछ भनेर अनि उनीहरू पनि सुरु भयो अनि यो एम्ब्रो पायो भने अनि त्यो जम्मा गरेर अनि औँठी बनाउने रे भनेर उनीहरूको आफ्नै लजिक थियो त्यहाँनिर यस्तो फनी अनि कति बेर उनीहरू त्यही गरेर बसे अनि हामी पनि यसो हेऱ्यौँ यताउता इन्जोय गऱ्यौँ त्यही हो यहाँनिर चाहिँ पापाले देखाउँदैछ एम्बर ल हेर मैले यति धेरै एम्बर पाएँ भनेर मक्क पर्दै थियो हो तर यस्तो रमाइलो भयो नि त्यो दिन
त्यो ठाउँ त एकदमै हामी यत्रोचोटि स्पिया गयौँ पनि कस्तो त्यो याद नभएको रहेछ कि तैपनि गइयो जस फाइनली रमाइलो ठाउँ राम्रो ठाउँ समरमा त यतिकै पनि सबै कुराहरू राम्रै लाग्छ त्यसमाथि पनि झन् राम्रो नै ठाउँ रहेछ अनि यो चाहिँ ब्लु भ्यानको के भन्छ त्यसलाई अब सपहरू भएको एउटा ठाउँ रहेछ अनि त्यो पनि एकदम लाइभली ठाउँ रहेछ अनि बेलुका चाहिँ हामी त्यो दिन बजारले सुसी रेस्टुरेन्ट जाने भनेकोबाट सुसी खान गयौँ अनि सुसी बफेट थियो एकदम मिठो थियो त्यहाँ यति धेरै भेराइटिजहरू थियो सुसी मात्र होइन अरू अरू चिजहरू पनि थियो हटपट यताउता हामी सबै कुराहरू खायौँ त्यो दिन हामीले एकदम रमाइलो गऱ्यौँ सबैजना टायर्ड थियौँ अनि बाहिर गएर खायौँ अनि त्यहाँको फिस एक्वेरियम फिस सबै कुरा हेरेर हामीले त्यो दिनको त्यसरी एन्ड गऱ्यौँ अनि भोलिपल्ट सन्डे त्यो दिन यस्तो भयो होइन अनि भोलिपल्ट सन्डे चाहिँ इन्टरनेसनल मदर्स डे थियो सो हामीले मदर्स डे मनायौँ त्यो भिडियो पनि आउँदैछ है अहिले चाहिँ त्यहाँको आइरहेको रहेछ कति धेरै खिचेको रहेछु मैले यसलाई कट गर्नुपर्ने रहेछ खासमा यही हो यो चाहिँ हामीले मदर्स डे गरेको अनि यो पनि एकदम रमाइलो भयो दिदीलाई छोरीले लगाइदिए हामीलाई मलाई दुईवटा छोरीहरूले टिका लगाइदिए अनि फुल दिए फलफुल दिए रमाइलो भयो पापाले मलाई अनि घरमै उनीहरूको लागि भनेर गिफ्ट पनि किनेर ल्याइदिइसकेको थियो मलाई घरमै दिइसकेका थिए उनीहरूले भिडियो खिचिरहेको छु भन्नु ए फेरि कुदाइ सुरु भयो गर्दैछन् दुईजना नक्कलीहरू अनि हामी त्यहाँबाट चाहिँ अल टाइम फेभरेट फुल हेर्न गयौँ फुल ट्युलिप फार्म इन कोपेनहेगन होइन स्पियामा हो स्पियाबाट नजिकै भनौँ न त्यहाँ चाहिँ हामीले अनि यो फुल हेर्न गयौँ यो समयमा यो मेको फर्स्ट विकतिर यदि स्पियातिर हामी छौँ भने चाहिँ यो फुल पनि हेर्नै पर्यो अब फुल लभर भएपछि त्यसमाथि अति दामी यो भिडियोले त जज नै गर्न सकिँदैन अब आइजले यस्तो जस्तो राम्रो यति राम्रो थियो अनि त्यहाँ पनि एकछिन हामी बस्यौँ लास्ट इयर पनि हामी गएको थियौँ तर लास्ट इयर यो ठाउँमा चाहिँ थिएन यो ठाउँभन्दा अलिकति अर्कै ठाउँमा थियो खै किन त्यस्तो सिफ्ट हुँदो रहेछ पहिलाको ठाउँमा के भएर हो कि केही प्रोजेक्ट बनाइसक्यो हो के त्यो चाहिँ मलाई थाहा छैन तर लास्ट इयर अर्कै ठाउँमा थियो यो चोटि अर्कै ठाउँमा थियो त्यही भएर एउटै एक्ज्याक्ट एड्रेस पनि नहुने रहेछ अनि सोधेर खोजेर पहिला त अर्कै ठाउँमा पुगियो अनि फर्स्टमा अनि त्यस पछाडि फेरि बिचबाट अर्को मान्छेलाई फोन गरेर यो कहाँ के भनेर एड्रेस लिएपछि अनि बल्ल त्यहाँ पुगिएको थियो त्यही भएर एड्रेस चाहिँ लास्ट इयरको डिफ्रेन्ट यो इयरको डिफ्रेन्ट थियो तैपनि हामी गयौँ भेट्यौँ अनि त्यहाँ फुलमा रमाइलो गऱ्यौँ यस्तो धेरै रमाइलो यति थरीको ट्युलिप फुल देख्दाखेरि साह्रै रमाइलो लाग्छ एकदमै रमाइलो हुने त्यही हो हाम्रो विकेन्ड यसरी रमाइलो गऱ्यौँ हामीले यो मैले भिडियो चाहिँ आफ्नो लागि भोलि पर्सि हेर्नको लागि सेभ गर्नको लागि यसरी युट्युबमा अपलोड गरेको हो इफ यु गाइज इन्जोयड देन कमेन्ट गर्नुहोला ला यो त के आयो यार
अनि हामी यसरी फर्क्यौँ घर त्यहाँबाट एकदम रमाइलो गरेर सो इन्जोय गाइज फेरि पनि यस्तै ब्लगहरू लिएर आउँछु झर्को नमानिकन हेरिदिनु होला त्यसको लागि धेरै धेरै धन्यवाद अहिले नै भन्न चाहन्छु थ्याङ्क यू सो मच